तपाईले नखीपोड भैँसीबाडी एरियामा राम्रो खाले प्रपर्टी त्यो पनि रिजनेबल प्राइसमा खोज्दै हुनुहुन्थ्यो भने तपाईको खोजी आज यहाँ आएर अन्त्य हुन्छ। किन भन्नुहुन्छ भने यो प्रपर्टी जुन यो मेरो पछाडि रहेको प्रपर्टी छ यो चाहिँ लगभग 6 आना बनेको प्रपर्टी जो एक्युरेटली भन्नु पर्दाखेरि 5 आना 3 पैसा बनेको यो प्रपर्टी एकदम राम्रो कम्युनिटीमा मेन रोडबाट मात्र 2-300 मिटर डिस्टेन्समा रहेको यो प्रपर्टीको लाइक बिङ सो अनेस्ट एकदम अनेस्टली साथी आधार भन्छ नि साथी आधार भन्नु पर्दाखेरि चाहिँ I love this community. Like you have a very good community for the residential purpose. दुईतिर डबल मोडा गरेको यो प्रपर्टी यता पनि खुला छ 5 आना 3 पैसा ल्यान्ड एरिया नर्थ इस्ट छ यो प्रपर्टीको फेसिङको कुरा गर्नुहुन्छ भने चाहिँ तल सेमी बंगलो 2 BHK रेन्टल स्पेस छ भने माथि आफू बस्नको लागि 4 BHK छ सिधै स्पेस पार्किङको लागि तपाईले यो एरियामा चाहिँ पार्किङ गर्छु भन्नुहुन्छ भने आफूलाई रिक्वायर्ड 3 वटासम्म गाडी पार्किङ हुन्छ। यता साइड चाहिँ ओपन साइड छ। घर बनेको कति समय भयो भन्नुहुन्छ भने त्यही आफ्टर अर्थक्वेक 2073 मा बनेको प्रपर्टी हो। सो यो साइड चाहिँ लगभग 13 फिट रोड एक्सेस छ। यसमा चाहिँ तपाईले यतातिर चाहिँ अब हेर्नुहुन्छ भने पानी ट्याङ्की भन्दा नि इनार र बोरिङहरु छ। अब यो घर भित्रको कुराकानी गरौँ एकचोटी घर भित्र हेरौँ। यहाँबाट भित्र चाहिँ तपाईको के छ भन्नुहुन्छ रेन्टल स्पेस छ। लेट्स लिभ इट फर नाउ। माथि आउनुहुन्छ भने यु हैव अ 3 bedrooms and 1 hall. तलको तपाईले लिभिङ रुम र बेडरुम एरिया आफ्टर देन एउटा माथि आउनुहुन्छ भने यु हैव 1 किचन एउटा बेडरुम एउटा भित्र आउनुहुन्छ भने यहाँ आउनुहुन्छ भने यु हैव ओपन स्पेस ओभर हियर तपाईको ओपन स्पेस हुनेवाला छ। यता भित्र चाहिँ किचन त्यो सँगसँगै यो साइड चाहिँ डाइनिङ एरिया भयो। त्यो सँगसँगै वी हैव 1 बेडरुम ओभर हियर जुन चाहिँ तपाईको अट्याच वाशरुम सहितको बेडरुम छ। सो या ओभरअल यही नै हो प्रपर्टी। एउटा ब्रिफिङ हेर्नुपर्छ भने तल चाहिँ तपाईले सेमी बंगलो प्रपर्टी भयो रेन्टल 2 BHK छ 2टा बेडरुम एउटा किचन एउटा हल 3वटा गाडी पार्किङ स्पेस माथि आफू बस्न लागि 4 BHK ओभरअल एउटामा अट्याच छ। घर बनेको त्यस्तै 8-9 वर्ष भयो भूकम्प पछि बनाएको प्रपर्टी हो। यु हैव अ भेरी गुड कम्युनिटी। सी दिस इज द कम्युनिटी लाइक दैट्स द भ्यू दैट यु गेट व्हेन यु हैव अ कफी इन द मर्निङ दैट कफी लिँदाखेरि चाहिँ यु गेट अ भेरी गुड भ्यू विथ कम्युनिटी बेस्ट फर द रेसिडेन्सी। सो एक्चुअली माथि पनि जाउँ हैन। प्रपर्टी प्राइस पनि राम्रो छ ठाउँ राम्रो छ एरिया राम्रो छ सबै कुरा राम्रो छ। सो इट्स अल अबाउट यु नाउ। एकचोटि प्रपर्टी हेर्न आउनुस् प्रपर्टी हेर्नुस्। आस्किङ प्राइस 4 करोड छ। मेक योर अफर। अरु कुराहरुको लागि त हामी सबै छौं। वी आर हियर टु क्लोज द डील। सो ओभरअल यही नै हो प्रपर्टीको लगभग मैले ब्रिफिङको कुराहरु भन्दिहाले। यो प्रपर्टीको बारेमा मैले कति सम्भव हुन्थ्यो सम्भव हुने जति मतलब डिस्क्राइब गरे देखाएँ। फर्दर अन के कुरा यो प्रपर्टीको बारेमा केही कुरा अरु केही कुरा बुझ्न चाहनुहुन्छ अथवा हैन यतिको प्रपर्टी त के गर्ला आउला नआउला लगभग 6 आना बनेको प्रपर्टी मात्र 4 करोडमा उदलसोल म त बुक गरिहाल्छु भन्नुहुन्छ भने आज नै चिम्पल ग्रुपलाई सम्पर्क गरिहाल्नु होला। के थाहा प्रपर्टी छुट्ला फेरि। सो वी आर वेटिङ फर योर कल। सी यू। I will see you in the visit. Thank you.